यस बग्या गाउँपालिका वडा नम्बर 10 को वडा सचिव नारायण खत्री। आज मेरो साथमा हुनुहुन्छ यस वडा कार्यालयका पशु स्वास्थ्य प्राविधिक। उहाँसँग म केही विषयमा चाहिँ आफ्नो जिज्ञासाहरू लिएर आएको छु। प्राविधिकज्यू, तपाईँलाई म स्वागत गरेँ है त। हस्, धन्यवाद। नमस्कार सर। हजुरको परिचयबाट सुरु गरौँ न है। मेरो नाम रामकृष्ण तिमल सिन्हा। हजुर। घर बोके गाउँपालिका वडा नम्बर 10। मैले हजुरको यो अगाडि देखिराखेको छु एउटा इक्विपमेन्ट होइन, यो चाहिँ खासमा यसको नाम चाहिँ के हो, यसको प्रयोजनको बारेमा थोरै जानकारी दिनु न है। धन्यवाद सरलाई। यो चाहिँ प्राविधिक भाषामा भन्नुपर्दा यसको बडिजो कास्टेटर भनिन्छ यसलाई चाहिँ। हजुर। यसको प्रयोजन भने चाहिँ खसी बनाउने प्रयोजनमा, जस्तै बोकाहरूलाई चाहिँ खसी बनाउने, यो साइजले चाहिँ बोकाहरूमा खसी बनाउने र योभन्दा ठुलो साइजको चाहिँ ठुला ठुला गोरुहरूमा चाहिँ कास्ट्रेसन गर्ने, साँडे बनाउने प्रयोग गरिन्छ। यसको नाम बडिजो कास्टेटर भन्नुभयो होइन। ठिक छ, यो अहिले चाहिँ पछिल्लो समय चाहिँ निकै नै प्रचलितमा छ र पहिले हाम्रो परम्परागत रूपमा चाहिँ त्यो ब्लेडहरूले चाहिँ चिरेर पनि गर्ने प्रचलन चाहिँ अझै पनि कतिपय ठाउँहरूमा चाहिँ प्रचलित नै छ र अहिले चाहिँ प्रविधिको चाहिँ उचालसँगै यस्ता इक्विपमेन्टहरू आइरहेका छन् र यसको प्रयोग जस्तो हामी चाहिँ साँडेहरू बनाउनको लागि प्रयोग गर्ने भन्नुभयो हजुरले होइन। अनि यो सानो इक्विपमेन्टले चाहिँ त्यो साँडेहरूलाई बनाउन सकिन्छ कि नै, कि ठुलै साइजको चाहिने हो? धन्यवाद सरलाई, एकदम राम्रो प्रश्न गर्नुभयो। परम्परागत रूपमा चाहिँ ब्लेड चाहिँ प्रयोग हुन्थ्यो पहिला बोकाहरूमा खसी बनाउन। त्यो भने चाहिँ एउटा अपरेसन मेथड हो। यसको मेथड विभिन्न मेथड हुन्छ। तपाईँको एउटा अपरेसन मेथड भइहाल्यो, एउटा यस्तरी खसी बनाउने च्यापेलाई कास्टेटर मेथड भनिन्छ होइन। अर्को इलास्टिक मेथड भन्ने हुन्छ। तीनवटा मेथडबाट खसी बनाइन्छ। तपाईँको अब पहिलाको भने चाहिँ अपरेसन हो खास। त्यो चाहिँ विशेष गरी तपाईँको डक्टरहरूले अहिलेको उसमा चाहिँ तपाईँको प्राविधिकहरूलाई पनि त्यति अथोरिटी दिनुहुन्न। डक्टरहरूले चाहिँ गर्ने कुरा हो। अनि पहिला थाहा नहुँदाखेरि त्यस्तै औजारहरू बनाउन चाहिँ गाह्रो, यस्तो सामग्रीहरू पनि नेपालमा उपलब्ध नभएको कारणले उहाँहरूले चाहिँ कसरी बनाउने भन्दाखेरि है सबभन्दा सजिलो त ब्लेडले हो, जसरी बनाए नि हुन्छ भन्ने थियो। तर त्यो अहिलेको बेलामा चाहिँ किनभने अहिले भने पेनलेस हुनुपर्छ कम्तीमा नि, एउटा पशुको स्वतन्त्रता भन्ने छ, एउटा नम्स छ, हरेक कुरा छ। त्यो कारणले चाहिँ ब्लेडले चाहिँ तपाईँको बडी पेन पनि हुने, एउटा अपरेसन गरेपछि त्यो ठाउँबाट तपाईँको पाक्न सक्छ। हामीले त्यति हाइजेनिक रूपमा पनि त्यो अपरेसन गर्न सक्दैनौँ, गाह्रो हुने भएको कारणले चाहिँ यो भनेको तपाईँको यसले चेप्दाखेरि घाउ हुँदैन। घाउ नभइसकेपछि त्यसबाट हुने इन्फेक्सनहरूको चान्सेस एकदमै लो हुन्छ सर होइन। त्यो कारणले गर्दा अहिले यो मेथड एकदम राम्रो छ। अनि हजुरले भन्नुभयो जस्तै साँडे बनाउनलाई प्रयोग गर्ने कुरा गर्नुभयो। त्यो भने चाहिँ साइज अनुसार हुन्छ। यसको साइज हुन्छ, यो अलिक सानो छ, त्यसको चाहिँ स्क्रुटमको साइज भन्छ। त्यो जुन स्क्रुटम हुन्छ, स्क्रुटम चाहिँ कत्रो छ त्यो अनुसारको यसको यो सेट गरेको हुन्छ। यो चाहिँ नर्मल चाहिँ हाम्रो यो बोकाको लागि प्रयोग हुन्छ। योभन्दा हल्का ठुलो हुन्छ, तपाईँको बरहरू बनाउन प्रयोग गरिन्छ। तपाईँको घोडाहरूलाई चाहिँ सुमार्ने भन्छ, सुमार्न प्रयोग। जस्तो यो हामीले यो खसी बनाउँदा र नबनाउँदामा चाहिँ फाइदा बेफाइदा के छ यसमा? फाइदा चाहिँ हामीले प्रायः जस्तो खसी बनाउने भन्ने चाहिँ सुनिन्छ होइन। त्यसको फाइदाहरू पनि केही उल्लेख गर्दैन सर? तपाईँको के हुन्छ भने खसी बनाइसकेपछि हाम्रो एउटै गोठमा पालेको बोकाहरू चाहिँ जस्तै त्यही माउबाट जन्मेको बोका त्यसैमा लगाउनु चाहिँ इनब्रिडिङ हुन्छ। त्यो भनेको चाहिँ तपाईँको इनब्रिडिङ हुने भनेको चाहिँ एउटै वंशमा चाहिँ तपाईँको मेटिङ गराएर चाहिँ त्यसबाट जुन बच्चा जन्मिन्छ त्यो इनब्रिडिङ हुन्छ र त्यो बच्चाहरू सानो हुने समस्या एकदमै प्रबल हुन्छ र त्यसमा चाहिँ रोगसँग लड्ने क्षमताहरू चाहिँ एकदमै कमजोर हुन्छ होइन। हामीले त्यो गरिसकेपछि एउटा मासुको गुणस्तर पनि राम्रो हुने भयो। अर्को उसको चाहिँ तपाईँको वृद्धि विकास पनि चाँडो हुन्छ होइन। त्यो सँगसँगै तपाईँको हाम्रो किनभने हाम्रो गोठमा भएकोलाई चाहिँ चेन्ज गरेर अर्को ल्याएर राख्ने बित्तिकै क्रस ब्रिडिङ हुन्छ। त्यसबाट भइसकेपछि तपाईँको त्यसबाट जन्मने बच्चाहरू पनि एकदम राम्रो आउने होइन सर। एकदमै त्यसको राम्रो हुन्छ। तर म चाहिँ एउटा के भन्न चाहन्छु भने हाम्रो गाउँघरतिर अहिले कतिपय ठाउँमा चाहिँ तपाईँको बोका राख्ने, बोका बनाएर चाहिँ बोकै राखेर त्यो बोकै बेच्ने चलन छ। यदि उहाँहरूले त्यो बोकालाई चाहिँ यसरी एउटा मेथडबाट म चाहिँ ब्लेड लाउनुहोस् त भन्दिनँ अहिलेको बेलामा, किनभने एकदमै जोखिम छ। भोलि तपाईँको सङ्क्रमण बढ्दै गयो भने त्यो बोका पनि मर्ने सम्भावना एकदमै प्रबल हुन्छ होइन। त्यो रोक्नलाई चाहिँ सकेसम्म यो मेथडबाट हामीले खसी पार्न सक्यो भने एकदम भोलिको लागि पनि फाइदा
तपाईँको आय आर्जनमा पनि वृद्धि नै हुन्छ। एकदमै हजुर। सबै कुरा राम्रो हुन्छ। त्यति चाहिँ गर्नुपर्छ। म सबैजनालाई चाहिँ एउटै मेरो के सल्लाह छ भने सकेसम्म बोका पाल्नुभन्दा तपाईँले त्यो बोकालाई खसी बनाएर बेच्नुभयो भने भोलि 20 किलो बोका बेच्ने ठाउँमा तपाईँले 30-35 किलो चाहिँ बिक्री गर्न सक्नुहुन्छ। फाइदा भने यस्तै हो सर। ठिक छ प्राविधिकज्यू, मसँग जोडिनु भयो, धेरै कुराहरू सेयर गर्नुभयो, तपाईँले त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सरलाई पनि एउटा सानो क्लिप बनाइदिनु भएकोमा। अब म चाहिँ एउटा सबैलाई जानकारी दिन के चाहन्छु भने प्राविधिक सल्लाह लिनुहोला, आफूलाई के पर्छ मैले जानकारी गर्ने कुरो गरिहाल्छु र सल्लाह सुझाव लिएर अगाडि बढ्नुहोला। हस्, धन्यवाद। हस्, धन्यवाद।